ल्याइराख्नु भएको थुप्रै कुराहरू स्वागतयोग्य छ। म आफैले पनि हेरेको छु र म आफै पनि त्यस बैठकमा गएर उपस्थित भएको छु। जस्तो कि कोशी प्रदेशका प्रत्यक्षतर्फबाट विजेता हुनुभएका सम्पूर्ण पार्टीका व्यक्तित्वहरूलाई मान्यज्यूहरूलाई उहाँले बोलाउनु भयो। उहाँले बोलाएर त्यसपछि तपाईहरुको जिल्लाको मुख्य कुराहरू के छ आजको भोलि नै गर्नुपर्छ भनेर उहाँले सोध्नु भएको थियो। त्यसलाई उहाँले सटिकसँग जवाफ दिएर उहाँले यो बैठक चाहिँ समाप्त गर्नुभएको थियो। त्यो जवाफ के थियो त भन्दाखेरि अहिले बजेटको आकार सानो छ, त्यसलाई फराकिलो पार्ने हामीले प्रयास गरिरहेछौँ र सँगसँगै हामीले कसैलाई पनि काखापाखा नगरिकन हामीले आवश्यकता र प्राथमिकताको हिसाबले त्यसलाई अगाडि बढाउँछौँ भन्नुभएको थियो। त्यो साह्रै नै स्वागतयोग्य छ। त्यो मात्र नभएर अर्को कुरा फेरि नयाँ के गर्नुभएको छ त भन्दाखेरि एउटा च्याट ग्रुप पनि बनाउनु भएको छ।